हिमाल, पहाड, खोला, नाला, झरना अनि उकाली ओह्रालीको देश नेपालमा साहसिक तथा पर्यटकीय खेलको विशेष सम्भावना छ। नेपाली भूबनोटमा सुहाउँदा विभिन्न साहसिक खेल मध्ये र्याफ्टिङ विशेष सम्भावना बोकेको खेल हो। लामो समयदेखि त्रिशुली, भोटेकोशी लगायतका नदीमा सञ्चालन भइरहेको र्याफ्टिङ खेलले वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याइरहेको छ। यसैबीच सिन्धुलीको खुरकोट स्थित सुनकोशी नदीमा र्याफ्टिङको शुरुआत गरिएको छ। नेकपा एमालेका नेता माधव कुमार नेपालले र्याफ्टिङको शुभारम्भ गर्नुभएको हो। नेता नेपालसँगै राजधानी तथा सदरमुकाम सिन्धुली मादिबाट गएका करिब 300 पर्यटकले सुनकोशी नदीमा जलयात्रा गर्दै औपचारिक रूपमा सिन्धुलीमा र्याफ्टिङको शुरुआत गरेका थिए। जलयात्रापछि नेता नेपालले सिन्धुलीको खुरकोट स्थित सुनकोशी नदी र्याफ्टिङका लागि अत्यन्तै उपयुक्त गन्तव्य रहेको बताउनुभयो। र्याफ्टिङको निम्ति अत्यन्तै राम्रो स्थल रहेछ। त्यसो हुनाले टुरिस्टहरूले यस क्षेत्रको पनि आनन्द लिन सके भने वरिपरिका डाँडा काँडाहरू, शीतल बतास र यहाँ राम्रा जनताका आतिथ्यहरू, यो सबै हेर्दाखेरि रामेछाप र सिन्धुलीको ठ्याक्कै सङ्गम थलो यो ठाउँमा चाहिँ धेरै हिसाबले अनुकूल उपयुक्त भएको छ। यही नजिकै सिन्धुली गढीको किल्ला पनि छ। त्यो पुरातन किल्ला त्यो आफैमा पनि रमाइलो ठाउँमा अवस्थित छ। खुरकोटबाट सुरु हुने र्याफ्टिङमा 7 किलोमिटर दूरीमा रहेको बलेनीसम्मको जलयात्राको मजा लिन पाइनेछ। राजधानीबाट 115 किलोमिटर टाढा रहेको खुरकोटमा सञ्चालित र्याफ्टिङले धेरै पर्यटकलाई आकर्षित पार्ने विश्वास लिइएको छ। त्यसैगरी सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको सिन्धुलीको खुरकोटमा छिमेकी जिल्लाका साथै भारतबाट समेत पर्यटकहरू आउने स्थानीय व्यवसायीहरू बताउँछन्। ऐतिहासिक सिन्धुली गढी हेर्न पुग्ने हजारौं पर्यटक समेत खुरकोटमा सञ्चालित र्याफ्टिङको मजा लिन पुग्ने अपेक्षा गरिएको छ। यहाँ शुरू भएको र्याफ्टिङले सिन्धुलीलाई एउटा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा समेत विकास गर्न सहयोग पुग्ने देखिन्छ। इमेज समाचारका लागि क्यामेरा पर्सन नवीन स्थापितका साथमा महेश काफले, खुरकोट, सिन्धुली।